अब सबै माननीय सदस्यज्यूहरूलाई थाहा छ, गाउँले जनताहरूले चाहिँ विभिन्न किसिमको माग गर्छन् अनि माग गरे अनुसारको पैसा नभएको हुनाले सरकारले बनाइदिन सक्दैन। अनि यो सदनमा चाहिँ माननीय सदस्यज्यूहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, अनि चाहिँ के अरे इन्टरनेट पुगेन भन्ने माग गर्नुभएको छ। त्यो चाहिँ के छ त म भन्न चाहन्छु भने त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो सरकारले। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको हो र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, गाउँ गाउँमा टेलिफोन लैजानुको लागि, इन्टरनेट पुर्याउनु, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस् र माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि अरू यहाँ संसदमा कराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला। त्यो कोष चाहिँ कसरी खडा भएको हो भने त्यो कोष चाहिँ 2053 सालमा खडा भएको हो र 2% तपाईँले तिर्ने टेलिफोनको प्रयोग गर्दाखेरि तिर्ने पैसाको 2% तपाईँले 1000 रुपियाँ चाहिँ खर्च गर्नुभयो भने 20 रुपियाँ त्यो कोषमा जम्मा हुन्छ। अनि त्यसरी तपाईँहरू सबैले 1000 गर्दाखेरि 20 रुपियाँ, नेपालभरिकोले 20 रुपियाँ चाहिँ जम्मा गरेर बनेको त्यो कोष हो। त्यो कोष चाहिँ त्यहाँ छ, त्यहाँ चाहिँ जानु होला भन्ने चाहिँ म अनुरोध गर्दछु। र अन्तमा त्यो अस्ति मैले जुन ट्याक्सीको कुरा उठाएको थिएँ त्यो चाहिँ के रहेछ त भन्दाखेरि 2057 सालदेखि अहिलेसम्म 2072 सालमा चाहिँ अलिकति भूकम्प आउँदाखेरि थपेको रहेछ। 2057 सालमा चाहिँ करिब 7500वटा ट्याक्सी दर्ता रहेछ र 2072 सालमा भूकम्प आएपछि 1500 थपेको रहेछ र जम्मा चाहिँ 9000 चान्चुन ट्याक्सीहरू दर्ता छ। अनि सरकारले त्यो ट्याक्सी दर्ता गर्ने सङ्ख्या नबढाइदिएपछि त्यहाँ चाहिँ सिन्डिकेट प्रथा लागू भएको रहेछ। अब 2057 सालदेखि अहिलेसम्म जनसङ्ख्या कति भयो काठमाडौँको? जनसङ्ख्या बढे अनुसारको ट्याक्सीको दर्ता सङ्ख्या बढाउनु पर्ने हो कि होइन? त्यो जानी गरेको नबढाएको। त्यसैले यो ट्याक्सीको सङ्ख्या दर्ता गर्ने सङ्ख्या बढाइयोस्, स्वरोजगार त्यसबाट सिर्जना हुन्छ, त्यो स्वरोजगारीहरूलाई चाहिँ एउटा मौका दियोस्। यही हो मेरो भन्ने कुरा। ल, धन्यवाद छ।